वनपाखामा रमाउने मनलाई बरीको भाकामा लाली गुराँस जस्तो जोबन मन फुल्यो मायामा। माया भन्नु यस्तै रहेछ पिरतीको चाहना। माया भन्नु यस्तै रहेछ पिरतीको चाहना। कान्छी चखेवाको डाँडै डाँडा हावा चल्यो मनै रमायो। माया लाउने मायालु कान्छी सुसलीमा कसले बोलायो। हेलो हाई दर्शन नमस्ते, फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो छोटो मिनी ब्लगमा। आज चाहिँ हाम्रो यो खोटाङको मौसम चाहिँ एकदम धेरै सफा सुन्दर है, एकदम मजाले उग्रिएको छ। धेरै दिनको समयपछि एकदम खुल्ला घाम पनि मजाले लागिरहेको छ। बिहानको समय छ, एकदम राम्रो मौसम छ यतिखेर। अनि हजुरको तिर कस्तो छ आजको मौसम, प्लिज कमेन्ट पनि गरिदिनु होला है त। हाम्रो तिरको मौसम चाहिँ यस्तै छ, आज चाहिँ एकदम धेरै राम्रो छ। लगातार पानी परिरहेको थियो विगत केही दिनदेखि, सो आज चाहिँ एकदम धेरै बिहानदेखिको सफा छ कि क्लियर छ। धेरै बादलहरू पनि छैन, बादलहरू भए पनि एकदम धेरै राम्रो छ कि। हाम्रो चाहिँ यस्तै छ खोटाङको रनवन हेर्नुहोस्, यस्तै छ है। तपाईँहरूकोतिर कस्तो छ, तपाईँहरूतिरको मौसम कस्तो छ, पानी कतिको पर्दैछ प्लिज त्यो पनि भन्नु होला। यस्तै छ है हाम्रोतिर चाहिँ हेर्नुहोस्, सर्रा हावा पनि चलिरहेको छ है। सिरसिर हावा सँगसँगै आजको खुला मौसम हैन, दृश्य एकदम धेरै राम्रो छ। ल हेर्दै गर्नुहोस् है त आजको मौसम। यो परसम्म देखिएको छ कि आज चाहिँ एकदम खुल्ला छ कि, अझै मजाले उग्रेको छैन। सो पर हल्का बादलहरू देखिरहेको छ नि, त्यतातिर पुरै क्लियरले देखिन्थ्यो कि मजा। तर आज यतिको चाहिँ उग्रेको छ है धेरै दिनपछि। नत्र यो पारितिर हाम्रो घरबाट त्यो हिमालहरू पनि देखिन्छ कि, पारितिर हिमालहरू